यदि हजुरको कम्मरमा नसा च्यापिएको छ र यसको दुखाइ यदि हजुरको हिपको ठिक पछाडिको भाग यानि कि यो ठाउँमा हुँदैछ भने म यसको लागि हजुरलाई दुईटा एक्सरसाइज गरेर हेर्छु हैन। दुखाइ हजुरको तुरन्तै बन्द हुन्छ है। बसेर गर्ने एक्सरसाइज चाहिँ हेर्नु, यसरी बस्नु हैन। अनि के गर्नुस्, मानु हजुरको दाहिने हिपको पछाडि यानि कि यो ठाउँमा हजुरको पेन भइरहेछ भने यो दाहिने खुट्टालाई देब्रे खुट्टाको माथि यसरी चढाउनु। अनि के गर्नुस्, कम्मर पुरै सिधा राख्नु यसरी है। अनि दुईटै हातले हजुर आफ्नो दाहिने घुँडालाई तलतिर यसरी थिच्नुस्। अनि थिचेर के गर्नुस्, कम्मरलाई हल्का अगाडि गर्नुस् यसरी। अनि यहाँ चाहिँ के गर्नुस्, 10 सेकेन्डसम्म रोकिराख्नुस् है। 1 2 3 4 5 6 7 8 9 10 अनि बिस्तारै छोड्नु। यो एक्सरसाइज हजुर 5 देखि लिएर 10 पल्टसम्म गर्नु होला हैन। अनि बिहान र बेलुका दुई टाइम गर्नु होला है। त्यसपछि यसमा अब बसेर हजुर दोस्रो एक्सरसाइज कसरी गर्ने हेर्नुस् है। सेम यही पोजिसनमा यसरी नै बस्नु हैन। अनि के गर्नुस्, दुईटै हात ठिक घुँडाको पछाडि भागमा राख्नुस्। अनि यसलाई के गर्नु, छातीतिर यानि कि अपोजिट छातीतिर यसरी गरेर हजुर यसलाई तान्नुस् है। अनि यसरी तानेर अनि 1 2 3 4 5 6 7 8 9 10 सेकेन्ड होल्ड गर्नुस्। अनि त्यस पछाडि छोड्नुस् है। यो पनि हजुर 5 देखि लिएर 10 पल्टसम्म गर्नु होला बिहान र बेलुका है त। एकदम इजी छ। हजुर अफिसमा या कहीं बसेर घरमा नि बसेर हजुर यसरी गर्न सक्नुहुन्छ है। अब मानु हजुरको यदि देब्रे हिपको पछाडि पेन छ भने देब्रे खुट्टा हजुर यसरी माथि चढाउनु, दाहिने खुट्टाको माथि चढाउनु। अनि के गर्नु, दुईटै हातले हजुर देब्रे घुँडालाई तल यसरी थिच्नुस्। अनि थिचेर हल्का कम्मर अगाडि गरेर झुकाउनुस्। अनि झुकाएर अनि 1 देखि 10 सेकेन्डसम्म रोकिराख्नुस्। अनि बिस्तारै छोड्नु। यसरी 5 देखि 10 पल्टसम्म गर्नु होला। अनि त्यस पछाडि घुँडाको ठिक पछाडि हात राखेर अनि अपोजिट चेस्ट यानि कि दाहिने चेस्टतिर घुँडाले यसरी गरेर लानु। अनि लगेर अनि 1 देखि 10 सेकेन्डसम्म रोकिराख्नु। अनि त्यसपछि बिस्तारै छोड्नुस् है त। यो पनि 5 देखि 10 पल्टसम्म गर्नुस्। यसरी गर्दाखेरि हजुरको नसा च्यापिएको दुखाइ, यो भागको दुखाइ हजुरको तुरन्तै बन्द हुन्छ है त। गरेर हेर्नुस् त।